हेलो गाइज, आज चाहिँ म हाम्रो डिजिपिएसको डेटा चाहिँ कसरी झिक्ने भनेर चाहिँ देखाउन गइरहेको छु। हाम्रो ट्रिम्बल जेनेसिस रिसिभरबाट चाहिँ कसरी योबाट चाहिँ डेटाहरू चाहिँ आफ्नो मोबाइल अथवा ल्यापटपमा चाहिँ लिने भनेर म देखाइरहेको छु। सुरुमा चाहिँ हाम्रो यो ट्रिम्बललाई चाहिँ के गर्ने भन्दाखेरि अन गर्ने, यो फ्रेसबाट अन गर्ने। मैले चाहिँ अलरेडी अन गरिसकेको छु। अन गरिसकेपछि यस्तो हाम्रो चाहिँ बत्तीहरू बल्छ। त्यसपछि हामी के गर्ने भन्दाखेरि यो चाहिँ हाम्रो ट्रिम्बल कन्ट्रोलर हो। यसलाई चाहिँ के गर्ने भन्दाखेरि ब्लुटुथ कनेक्ट गर्ने। यहाँ चाहिँ हाम्रो एउटा सिरियल नम्बर हुन्छ जुन चाहिँ SN6251500244 भनेर छ। त्यसपछि यहाँ ब्लुटुथ खोलिसकेपछि कन्ट्रोलरमा ब्लुटुथ खोल्ने। ब्लुटुथ खोलेपछि म चाहिँ के गर्छु भन्दाखेरि चाहिँ हाम्रो चाहिँ कनेक्ट गर्छु, हाम्रो ब्लुटुथलाई चाहिँ कनेक्ट गर्छु। यहाँ चाहिँ हाम्रो एभाइलेबल चाहिँ हाम्रो ट्रिम्बल सिरियल नम्बरवाला देखाइसक्यो। यहाँ ट्रिम्बल 244 भनेर चाहिँ देखाएको छ। अब यसलाई चाहिँ म कनेक्ट गर्छु। यसरी चाहिँ हाम्रो अब पेयरिङ भइरहेको छ। यहाँ चाहिँ पेयर भनेर गर्छु म। त्यो भइसकेपछि यसरी चाहिँ करेन्टली कनेक्टेड भनेर चाहिँ हाम्रो ट्रिम्बल देखाउँछ। अहिले चाहिँ हाम्रै रिसिभरको सिरियल नम्बर यहाँ कनेक्ट भइरहेको छ। अब चाहिँ हामी के गर्छौँ भन्दाखेरि सुरुमा चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ यसमा भएको यो ट्रिम्बल एक्सेस भन्ने एप खोल्छौँ। यसरी खोल्ने। त्यो खोलिसकेपछि यसरी प्रोजेक्ट्सहरू भनेर ओपन हुन्छ। हामीले फिल्डमा चाहिँ कुन ग्रुप प्रोजेक्टमा चाहिँ काम गरेका थियौँ भनेर चाहिँ खोल्ने। जस्तै मैले चाहिँ यहाँ G4 भन्ने चाहिँ ग्रुपमा प्रोजेक्टमा चाहिँ काम गरेको थिएँ। G4 भनेर चाहिँ मैले के गरेँ, यता ओपन भनेर तल अप्सन हुन्छ लेफ्ट साइडतिर, ओपन भनेर गर्छु। ओपन गरिसकेपछि मैले यहाँ ग्रुप 4 भनेर चाहिँ जब बनाएको थिएँ, ग्रुप 4 भनेर पनि ओपन गर्छु। ल, ओपन भइसकेपछि अब के हुन्छ भन्दाखेरि यस्तो इन्टरफेस खुल्छ। यस्तो खोलिसकेपछि माथितिर यहाँ 3टा लाइनहरू हुन्छ, 3टा लाइनमा क्लिक गर्ने। 3टा लाइन क्लिक गरिसकेपछि अब म केमा जान्छु, इन्स्ट्रुमेन्ट भनेर यहाँ देख्न सक्नुहुन्छ। इन्स्ट्रुमेन्टमा क्लिक गर्छु। इन्स्ट्रुमेन्टमा क्लिक गरिसकेपछि अब के गर्छु भन्दाखेरि चाहिँ रिसिभर फाइल्स भन्ने अप्सन हुन्छ। रिसिभर फाइल्समा जान्छु। अब के भनेको छ, इम्पोर्ट फ्रम रिसिभर भनेको छ। अब इम्पोर्टबाट हामीले डाटा रिसिभ गर्नु पऱ्यो, त्यही भएर इम्पोर्ट फ्रम रिसिभर भन्छु। एकछिन टाइम लाग्छ, यहाँ चाहिँ लोडिङ रिसिभर फाइल इन्फर्मेसन भनेको छ। ल, एकछिन लोडिङ हुन टाइम लाग्छ। लोडिङ भयो। अब हाम्रो डाटाहरू चाहिँ लोडिङ भयो। ल, हाम्रो डाटाहरू चाहिँ अब खोज्ने कसरी भन्दाखेरि चाहिँ यहाँ चाहिँ ऱ्यान्डमली चाहिँ डाटाहरू आएको हुन्छ। पहिले काम गरे, कसैले काम गरे हुनसक्छ यो डिभाइसमा, त्यो डेटाहरू पनि आउन सक्छ। त्यसैले हामीले चाहिँ अब डेटको आधारमा चाहिँ हाम्रो डाटाहरू खोज्नुपर्ने हुन्छ। यहाँ चाहिँ मोडिफाइड भन्ने अप्सनबाट चाहिँ हामी यसरी यहाँ चाहिँ अब डेटको आधारमा पनि यसरी खोज्न सक्छौँ। ल, हाम्रो डेटाहरू जस्तै मैले 25मा चाहिँ डेटा गरेको थिएँ, 25 3 मन्थ कतिमा गरेको थिएँ। म यसरी सर स्क्रोल गर्छु, तलतिर छ हाम्रो डाटाहरू। ल मानौँ, ल यहाँनिर यो सबै डाटाहरू चाहिँ मैले गरेको डेटा हो। सुरुमा चाहिँ के गर्ने भन्दाखेरि अब यहाँ चाहिँ क्लिक गर्ने। हाम्रो डाटाहरू क्लिक गर्नको लागि के गर्ने त, यसरी गर्ने। यहाँ क्लिक भयो। अर्को पनि जस्तै मेरै डाटा हो यो नि, यो पनि क्लिक गरेँ। त्यसपछि अर्को पनि क्लिक गरेँ, अर्को पनि क्लिक गरेँ। यसरी मैले ल मानौँ अहिलेको लागि चाहिँ मैले 4वटा डेटा चाहिँ इम्पोर्ट गर्नु पऱ्यो अरे। मैले 4वटा डेटा चाहिँ यहाँ तलतिर इम्पोर्ट भन्ने अप्सन छ, यसरी इम्पोर्ट गर्ने। इम्पोर्ट गरिसके अब के भन्यो भन्दाखेरि चाहिँ हामीसँग चाहिँ अल सिलेक्टेड फाइल्स भनेको चाहिँ मैले 4वटा चाहिँ सिलेक्ट फाइल गरेको छु। यहाँ चाहिँ यसरी देखाउँछ। अब यहाँ तलतिर स्टार्ट भन्ने यहाँ चाहिँ अप्सन देख्न सक्नुहुन्छ। स्टार्ट भन्नेमा चाहिँ क्लिक गर्ने। स्टार्टमा क्लिक गरेपछि अब के भयो भने चाहिँ ओभरराइट एक्जिस्टिङ फाइल भन्यो। यो चाहिँ मैले पहिले गरिसके भएर चाहिँ फाइल चाहिँ एक्जिस्टिङ छ भन्यो। त्यही पनि म के गर्छु, त्यसमा नो गर्छु। म अरू डेटा गर्छु। ल, त्यसो भए नो कपी। ल, फाइल भयो त्यही नि। ल, हाम्रो यसरी चाहिँ फाइलहरू कपी भयो। 4वटा फाइल मैले कपी गरेँ। ल, ओभरराइट भने चाहिँ एस गरिदिएँ मैले।
हाम्रो चाहिँ 3वटा फाइल मात्र सक्सेस भयो, किनकि मैले अलरेडी गरिसकेको थिएँ, त्यही भएर चाहिँ 3वटा फाइल भयो। तर म ल फेरि नयाँ फाइलहरू पनि गरेर देखाउँछु। अहिलेलाई ल मानौँ यो फाइल चाहिँ कहाँ जान्छ भन्दाखेरि ओके गरेँ ल। यसपछि चाहिँ के गर्छु भन्दाखेरि चाहिँ यो सबलाई हटाउँछु म, यसरी सबलाई हटाउँछु। यसरी अब के गर्छु भन्दाखेरि यहाँ फाइल्स भन्ने अप्सन छ, अथवा सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। फाइल्समा जान्छु। फाइल्समा गइसकेपछि हाम्रो चाहिँ कहाँ हुन्छ भन्दाखेरि चाहिँ स्क्रोल गर्छु, हाम्रो इन्टरनल स्टोरेजमा बसा हुन्छ जहिले पनि। इन्टरनल स्टोरेज क्लिक गरेँ। त्यसपछि कहाँ हुन्छ भन्दाखेरि चाहिँ अब ट्रिम्बल छ, ट्रिम्बल डेटा छ, हाम्रो चाहिँ ट्रिम्बल डेटामा चाहिँ बसा हुन्छ यो फाइलहरू चाहिँ। त्यसपछि ट्रिम्बल फाइलभित्र पनि प्रोजेक्ट्समा चाहिँ गएको हुन्छ, प्रोजेक्ट भयो। त्यसपछि चाहिँ यहाँ G4 भन्ने मैले सुरुमा त्यो प्रोजेक्ट बनाएको त्यसमा छ। त्यसपछि ग्रुप 4 फाइल्स भनेर यहाँ चाहिँ यसरी फाइल्सहरू आयो। अब 2 4 6वटा फाइल चाहिँ यहाँ अलरेडी मैले पहिल्यै गरिसकेको भएर यहाँ आएको ओभरराइट भएको छ। ल अहिलेलाई मैले यिनीहरू फाइल चाहिँ यसरी कपी गरेँ। ल कपी गरेँ, यसरी सिलेक्ट गरेँ। सिलेक्ट गरिसकेपछि चाहिँ ल ओभरराइट भएको केसमा चाहिँ म फेरि गर्छु। यो चाहिँ अहिलेलाई यो फाइल मैले डिलिट हान्दिएँ। ल यो फाइलहरू चाहिँ डिलिट हान्दिएँ, 6वटा फाइल। फेरि म के गर्दैछु, फेरि एकचोटि नयाँ डेटाहरू चाहिँ कसरी झिक्ने भनेर देखाइरहेको छु। ल यसरी खुल्छ। यो खुलिसकेपछि ओपन भनेर गर्छु। ओपन गरेपछि ग्रुप 4 नै हाम्रो जबको नाम ओपन गर्छु। ओपन गरिसकेपछि माथितिर यहाँ 3टा लाइन छ, 3टा लाइनमा जान्छु। त्यहाँदेखि गएपछि यहाँ इन्स्ट्रुमेन्ट भनेर सेटिङ भएछ, यहाँ चाहिँ इन्स्ट्रुमेन्ट भनेर छ, इन्स्ट्रुमेन्टमा जान्छु। त्यसपछि रिसिभर फाइल्स भनेर छ, रिसिभर फाइल भएन छ, गएँ इन्स्ट्रुमेन्टमा गएँ। त्यसपछि रिसिभर फाइल्स भनेर गएँ, इम्पोर्ट फ्रम रिसिभर गरेँ, क्लिकै भएन छ। यस्तो आउँछ। ल हाम्रो फाइलहरू आयो। सो आइसकेपछि मोडिफाइड गरेर चाहिँ हामी डेटको आधारमा चाहिँ यसरी सर डाटालाई अहिलेलाई मैले ल 2024 को डेटाहरू ल्याएको। ल 2024 को 1 2 3 4 1 2 3 4 5वटा डेटाहरू चाहिँ सिलेक्ट गरेँ। त्यसपछि यहाँ तलतिर इम्पोर्ट भनेर गरेँ। इम्पोर्ट गरिसकेपछि सिलेक्ट फाइल हुन्छ, स्टार्ट भनेर गर्छु। स्टार्ट गरेपछि कपी भइरहेको छ। अलिकति टाइम लाग्छ कपी हुन चाहिँ फाइलहरू। यो चाहिँ अन भइराख्नु पर्यो। ल हाम्रो फाइल चाहिँ सक्सेसफुल भयो। अब के गर्छौँ, त्यसपछि यसलाई यो इन्टरफेसलाई हटाइदिन्छौँ अनि हाम्रो फाइलमा जान्छौँ। फाइलमा गइसकेपछि यहाँ चाहिँ इन्टरनल स्टोरेज भन्ने हुन्छ। त्यसपछि हाम्रो ट्रिम्बल डेटा भन्ने अप्सनमा जाने। ट्रिम्बल डेटा गएपछि प्रोजेक्ट्समा जाने। प्रोजेक्ट्सपछि हाम्रो कुन हो त ग्रुप 4 भनेर बनाएको थिएँ मैले। त्यसपछि ग्रुप 4 फाइल्स भनेर गएँ। ल ट्याक्क यहाँ 5वटा 1 2 3 4 5वटा फाइलहरू आयो। अब यो फाइललाई चाहिँ सिलेक्ट गर्ने।
सिलेक्ट गर्ने, त्यसपछि यहाँ माथिबाट सेयर गर्ने। सेयर चाहिँ अब हामीले ब्लुटुथबाट आफ्नो ल्यापटप अथवा मोबाइलमा पनि गर्न सक्यो, जिमेलमा पनि पठाउन सक्यो हो। ल अहिलेलाई जस्तै जिमेलमा सिलेक्ट गर्ने, आफ्नो जिमेल हान्ने, जिमेलमा पठाउने अनि ल्यापटपमा डाउनलोड गरेर प्रोसेसिङ गर्न सकिन्छ। प्रोसेसिङको लागि चाहिँ अर्को भिडियोमा आउँछ। धन्यवाद।